आशा र निराशा। संसारमा नित्य 500 आत्मघातका बलिदान लिएर निराशा राक्षसी स्वस्थ भएर बचिदिए त कुनै हानि थिएन। तर संसारमा नित्य 500 मानिसले आत्मघात गर्छन् भने 5 लाख मनुष्य निराशाले केही समयका लागि या आजन्मका लागि पागल पनि हुन्छन्। ती 5 लाख मानिस जीवित भएर पनि मृतकको समान हुन्छन् र धेरै जस्तालाई त यस निराशा राक्षसीका सारा विवादहरूले संसार नै शून्य प्रतीत हुन्छ। यसैले ती रातलाई दिन बनाउने गर्दछन्, अर्थात् उनलाई नै न त रात्रिमा निन्द्रा न दिनमा चैन मिल्दछ। निराशाले पागल भएर सताइएका निद्रारहित तत्पर राइरहेका मानिसलाई देखेर आत्मघात निको जस्तो लाग्दछ र भन्दछन्, तात्कालिक मृत्यु राम्रो हो, तर दुर्दशा सहन सकिँदैन। प्रत्येक मानिसलाई आत्मसामर्थ्यको पूरा पहिचान होस् र कसैमाथि पनि निराशाको सानो प्रसङ्ग पनि नआओस्। ईश्वरसँग यही हाम्रो हार्दिक प्रार्थना छ। सर्वार्थ सिद्धि गर्ने आशा हो र सर्वार्थ नाशक उसकी बहिनी निराशा हो। यसैको केवल एउटै उत्तम उपाय छ, पुरुषार्थ। धैर्यपूर्वक आत्मविश्वासले पुरुषार्थ गर्नु परमोत्तम उपाय हो। यसबाट आशाको वृद्धि र निराशाको ह्रास गर्नु परमोत्तम उपाय हो। यसबाट आशाको वृद्धि र निराशाको ह्रास हुन सक्छ। यसैले भगवानले गीतामा प्रतिज्ञापूर्वक भन्नुभएको छ, अनन्याश्चित्तयोन्तो मायजना पर्युपासते तेषा नित्याभियुक्तानां योगक्षेममवाम्यहम्। जो हामीलाई अनन्य भएर भज्दछ उसको योगक्षेम हामी वहन गर्दछौँ, अर्थात् अप्राप्त वस्तुको प्राप्ति र प्राप्त वस्तुको रक्षा हामी स्वयं गर्दछौँ। यस्तो वचन दिने ईश्वरमाथि निष्ठा राख्न निराशाबाट मुक्त हुन चाहने मानिस मात्रले यत्न गर्नुपर्दछ। ईश्वरमाथि तिम्रो निष्ठा छैन, यसैले तिमी निराशाबाट मुक्ति भई शिर उठाएर हिँड्न सक्दैनौ। भगवानले गीतामा जो वाक्य भन्नुभएको छ त्यो केवल एक पटक पढ्नलाई भन्नुभएको होइन। भगवानले प्रत्येक मानिसलाई वचन पूर्ण गर्ने सामर्थ्य पनि दिएको छ। यसैले उठ, दृढ निश्चयले पुरुषार्थपूर्वक आफ्नो अभिष्टको सिद्धि गरेर निराशालाई समूल नाश गर। आत्मविश्वास तथा मानसशास्त्रका सरल नियमहरूलाई चिनेर यिनका बलले प्रत्येक मानिस निराशालाई निवारण गर्ने अधिकार प्राप्त गर्न सक्दछ। खराब सङ्गत। मानिसलाई केवल निराशाबाट नै सर्वक्लेश सहनु पर्ने होइन, अझ उसका सहकारी कार्य, नराम्रा विचार र नराम्रा सङ्गत एकरूपता गर्ने पनि हुन्, जसबाट ठुलो हानि सहनु पर्दछ। यसैले तिनलाई जान्ने आवश्यकता छ। नराम्रा विचारहरूको वर्णन धेरै भइसक्यो, अब खराब सङ्गतको वर्णन पनि आवश्यक छ। खराब ठाउँ, खराब अन्न, फोहोर ग्रन्थ जसमा अश्लील, ब्रह्मचर्य नाशक र उत्तेजना बढाउने विषय छन्, नराम्रो दृश्य, नराम्रो कुरो, अशुद्ध वातावरण जहाँ रक्सीबाज, वेश्यागामी, जुवाडी, चोर आदि रहन्छन्, यी सबै कुराहरू खराब सङ्गतमा सम्मिलित छन्। लगातार नराम्रो सङ्गत र नराम्रा परमाणुहरूबाट जब भित्रका राम्रा परमाणु दब्छन्, तब नराम्रा कुराहरू स्वाभाविक रूपमा राम्रो लाग्ने गर्दछन्। जस्तो मन हुन्छ उस्तै नै दृष्टि हुन्छ, जस्तो दृष्टि हुन्छ उस्तै नै दृश्य देखा पर्दछ। सच्चा साधुलाई सब साधु नै देखा पर्दछन्, चोरलाई चोर नै र लोभीलाई सब लोभी नै देखा पर्दछन्। नराम्रो वातावरणमा रहँदा चित्तको स्वभाव नराम्रो हुन जान्छ, फेरि उसका नराम्रा सङ्कल्प उठ्न लाग्छन्। त्यसभन्दा ठुलो अपराधी कोही हुँदैन, किनभने ऊ आफ्ना नराम्रा सङ्कल्पहरूलाई फैलाएर अरूलाई पनि नराम्रो बनाउँछ। चित्तमा सदा सत्सङ्कल्प रहनु पर्दछ। यसका लागि सत्सङ्ग, सद्ग्रन्थ पाठ, सत्कर्म, सद्गुरु सेवा आदिको आवश्यकता छ।
जसको चित्त सत्सङ्कल्पले भरिएको छ उही सुखी र परोपकारी हुन्छ, किनभने उही आफ्नो सत्सङ्कल्पहरूबाट अरूलाई सत्मार्गमा लगाउन सक्छ। तिम्रो चित्तमा कहिल्यै नराम्रो कल्पना आउन सक्दैन। तिमी आफूलाई पवित्र छु भन्ने निश्चय गर। भगवानको कृपाले तिम्रो हृदय पवित्र भइहाल्छ। भगवानको अभयहस्त सदा तिम्रो शिरमा छ। उसको छत्र छायामा पापको ताप तिम्रो नजिक आउन सक्दैन। केही अनमोल उपदेश। प्रतिदिन केही समय एकान्तमा बिताऊ। मौन रहने गर। वाणीको मौन पनि बडो लाभकारी छ। यी दुवै भगवत ध्यान र नाम स्मरणमा अति सहायक छन्। वाणीको संयम गरेर अनावश्यक कुरो कहिल्यै नगर, तथा कसैको निन्दा र चुगली पनि नगर, न त स्तुति नै गर। कठोर वचन नबोल। असत्य तथा अरूको अहित गर्ने शब्द कहिल्यै नबोल। मनमा भय, अशान्ति, द्वेष, विषादलाई कहिल्यै आउन नदेऊ। भगवानको दया अथवा आत्माको पवित्रता र नित्यतामाथि विश्वास गरेर सदा शान्त, निर्भय र प्रसन्न रहने उद्योग गर। उत्तेजनाबाट सदा बच्ने गर। धैर्य कहिल्यै नछोड। उत्तेजना र अधैर्यले शारीरिक र मानसिक रोग उत्पन्न हुन्छन्, जसबाट छुट्नु कठिन हुन सक्छ। कसैको अनादर नगर, तथा कसैलाई घृणा पनि नगर र कसैको चित्त नदुखाऊ। स्वयं सहु, तर स्वार्थवश कसैलाई कष्ट नदेऊ। कुनै राम्रो काममा सधैँ लागिराख। कसैको चित्त नतोड। अरूलाई उत्साह दिइराख र यथासम्भव उसको राम्रो काममा सहायता गर। निर्धन, दीन, दुखी, रोगी र आतुरहरूमा भगवानको विशेष रूपलाई देखेर उनको सेवा गर र बडो आदर तथा प्रेमपूर्वक तीसँग भेटेर यथाशक्ति उनको दुःख हटाउन सहायता गर र प्रभुको भजनमा जहाँसम्म हुन सक्छ आफ्नो समय लगाऊ। हृदयको सरलतामा देवत्व र ऋषित्व छ र कपटमा असुरत्व छ। यसैले मनलाई सरल स्वभाववाला बनाऊ। यदि युक्तिले कुरो बन्दैन भने चिन्ता छैन, तर निश्चय राख कि कपट र चातुरीले आफूलाई बुद्धिमान सिद्ध गर्नेहरूभन्दा तिमी निश्चय नै उच्च स्थितिमा छौ। एउटा महात्माको भनाइ छ, हिजो आज धेरै जसो मानिस मिठो चाप्लुसी कुरा गर्न त जान्दछन्, तर मनमा भने दम्भ, कपट भरिएको छ। पहिलेका मानिस उति बोल्न जान्दैनथे, तर तिनको हृदय सरल थियो। ती आफ्नो दोष लुकाउन जान्दैनथे। दम्बी, कपटी बनेर सुहाउँदो कुरा बोल्ने सभ्यको अपेक्षा सरल ग्रामीण बन्नु सच्चा उन्नतिको लक्षण हो। सरलतामा पवित्रता र कपटतामा अपवित्रता छ। कपटी मानिस जति अरूलाई हानि पुर्याउँछ, त्यसभन्दा बढी त्यो आफ्नो हानि गर्दछ। आफ्ना पापहरूलाई नलुकाऊ र पुण्यहरूलाई प्रकट नगर। लुकाउनाले पाप बढ्नेछन् र प्रकट गर्नाले पाप घट्नेछन्। उस्तै नै पुण्य प्रकट गर्नाले घट्नेछन् र लुकाउनाले पुण्य बढ्नेछन्। पुण्यलाई कपुरको भाँति जान। यदि बोतलको मुख खोलेर राख्यो भने त्यो कपुर उडेर जान्छ। पाप नराम्रो वस्तु हो, त्यसैले पापलाई लुकाएर राख्यो भने भित्रै विष उत्पन्न गरेर हृदयका सब शुद्ध भावहरूलाई नष्ट गरिदिनेछ। जीवनको एक क्षणलाई पनि मूल्यवान जानेर बडो सावधानीले प्रत्येक क्षणलाई भगवत चिन्तन गर्दै लोकहितको कार्यमा बिताऊ। अहित केवल शरीर या बाढीबाट नै हुँदैन, मनले पनि हुन्छ। तिम्रो मनमा नराम्रो विचार आयो भने जान, अब तिमी आफ्नो र अरूको समेत अहित गर्ने भयौ। यसैले नराम्रो विचार कहिल्यै मनमा आउन नदेऊ। यदि पूर्व संस्कारवश आइहाल्यो भने त्यसलाई तत्काल नै बाहिर निकालिदेऊ। नराम्रो विचारलाई क्षणभर पनि मनमा टिक्न नदेऊ। विचार दुई प्रकारका हुन्छन्, राम्रा या नराम्रा। राम्रा विचार सत्य भाषण, दया, क्षमा, परोपकार, ईश्वरको आराधना आदि हुन् र नराम्रा विचार असत्य भाषण, क्रोध, निर्दयता, अर्कोलाई दुःख दिनु, अपकार गर्नु, स्वार्थपरता आदि हुन्। राम्रो विचारहरूको प्रभाव मनमाथि राम्रो हुन्छ र नराम्रा विचारहरूको नराम्रो प्रभाव हाम्रो मनमा र शरीरमाथि पर्दछ। तथा
समीप र सँगै रहनेहरूमा एवं टोल छिमेकीहरूमा पनि पर्दछ। यसको वर्णन तल क्रमैले सविस्तार गरिनेछ। जहाँसम्म हाम्रा विचारहरूको पहुँच छ त्यहाँसम्म जगतलाई हामी सदा प्रभावित गर्दछौँ र त्यसबाट हामी पनि प्रभावित हुँदै रहन्छौँ। विचारहरूको कम्पनले जो क्षणभरमा हजारौँ कोष जान सक्छन्, विचित्र घटनाहरू निरन्तर भइरहन्छन्। जस्तो कसैको पुत्र अमेरिकामा पढ्दछ भने जुन समय त्यो आफ्नो पुत्रको सम्बन्धमा विचार गर्दछ, ठिक त्यही समय पुत्रको मनमा पनि पिताका सम्बन्धमा विचार उठ्न लाग्दछ। यसको कारण पूर्वोक्त विचारका कम्पन नै हुन्। यिनको ज्ञान प्राप्त गर्नाले विस्मयकारक रहस्यमय ग्रन्थीको उद्घाटन हुन्छ। सद्विचारहरूलाई मनमा ल्याउनाले मानिस दुष्कर्महरूबाट बच्न सक्छ। जब मानिस आफ्नो मनमा दुष्ट विचारहरूलाई स्थान दिन्छ भने त्यो तामसी वृत्तिको अनुभव गर्न लाग्दछ। यदि कोही सदा नराम्रो विचार राख्दछ, तिनैको चिन्तन गर्दछ र तिनैलाई मनमा धारण गर्छ भने उसलाई स्वभाव र प्रवृत्ति बदल्नमा बडो कठिनाई प्रतीत हुनेछ। प्रत्येक मानिस अभ्यासद्वारा आफ्नो विचार र बाढीमा आशातीत सुधार गर्न सक्छ। हाम्रो अन्तरात्मामा हाम्रा भावनाहरूको धेरै नै प्रभाव पर्दछ। यदि हाम्रा भाव शुद्ध छन् भने हाम्रो अन्तरात्मा हामीलाई दुष्ट कार्यहरूतिर जाँदा सचेत गर्दछन्। हाम्रा भाव नराम्रा छन् र हामीले आफ्नो अन्तरात्मालाई सोध्यौँ भने हाम्रो अन्तरात्मा हामीलाई त्यसलाई गर्ने नगर्ने परिणाम सम्झाउन लाग्नेछ। दीर्घकालदेखि खराब भावनामा परिरहेकाहरू अन्तरात्माको त्यो शब्दलाई सुन्दैनन्, किनभने भावहरूको हो हल्लामा तिनका शब्द दबेर जान्छन्। कयौं यस्ता मानिस पनि देखिन्छन् जसलाई आफू रोगी भन्न तथा आफ्नो दुःखलाई अरूभन्दा बढाएर भन्नमा सुख प्रतीत हुन्छ। त्यसको परिणाम केही समय त प्रतीत हुँदैन, तर बारम्बार रोगी हुने कुरा गर्दा गर्दा र मन कल्पित क्लेशहरूको वर्णन गर्दा गर्दा भावना अनुसार ती रोगी अवश्य हुन जान्छन्। धेरै जसो मानिस वृथामा नै यताउताका कुरा गरेर आफ्नो जीवन बिताइदिन्छन्। शुद्ध भावनाद्वारा ती आफ्नो जीवन आनन्दपूर्वक बनाउन सके। यसैले मानिसलाई उचित त सदा सज्जनहरूको अनुसरण गर्नु र उनका नित्यका व्यवहारबाट शिक्षा ग्रहण गर्नुहुन्छ। जसका विचार सदा पवित्र रहन्छन् र जो सदा अपवित्र विचार राख्दछन्, ती दुवैको तुलना गरेर हेर। नीच श्रेणीका मानिसहरूको जीवन जेलखाना र पागलखानामा नै व्यतीत हुन्छ। उत्तम श्रेणीका मानिसहरूको जीवन शान्ति एवं आनन्दपूर्वक व्यतीत हुन्छ तथा तिनको प्रभाव ती नरहँदा पनि मधुर र स्थिर हुन्छ। श्रेष्ठ पुरुषहरूको यही भनाइ छ, हामीले जस्तो सुकै विचार मनमा आउन दियौँ भने केही समय पश्चात हाम्रो शरीर, हाम्रो आचार व्यवहार आदि उस्तै प्रकारका हुन लाग्नेछन्। मानिसका विचारहरूको प्रभाव उसको स्वास्थ्य र अङ्गहरूको बनावटमाथि धेरै पर्दछ। मन नै मार्दछ, मनै जिलाउँछ र मनमा नै रोगहरूको जरो हुन्छ। विचार बल। यदि विचारहरू अशुद्ध छन् भने रोग आएर दबाउँछ। लापरवाही र आत्मविश्वास नगर्नाको कारण नै रोगले सताउँछन्। एउटा गरिब चिट्ठामा 100 रुपैयाँ पुरस्कार मिलेको समाचार सुनेर एकदम प्रसन्नतापूर्वक मग्न हुन पुग्छ। उसको मुखमा लाली फैलिन्छ र शरीरमा स्फूर्ति प्रतीत हुन्छ। उस्तै नै जब एउटा बालक दोस्रो बालकलाई जिस्क्याउँछ भने तत्काल उसको मुखमा श्यामता आउँछ। क्रोधले मानिसका नेत्र लाल हुन्छन्, हृदयमा जलन उत्पन्न हुन्छ, रक्त उम्लिन लाग्छ, भयले मानिसको मृत्युसम्म हुन जान्छ। चिन्ताले चिताको सदृश जिउँदै पोलेर मार्दछ। नराम्रो खबर सुन्दैमा भोग बिलाउँछ र तत्काल उद्विग्नता एवं विकलता हुन जान्छ। एउटा पुरुष धेरै दिनदेखि हृदय रोगले पीडित थियो। दिन उसको प्रकृति बिग्रिँदै जान्थ्यो। खानाका लागि हल्का र शीघ्र पच्ने भोजन उसलाई दिइन्थ्यो। तर जब उसले भूकम्पको दिन छेउको होटलमा आग लागेको समाचार सुन्यो, तब उसलाई अग्निबाट आफ्ना सामान जोगाउनका लागि यस्तो वेग उत्पन्न भयो कि उसले 7 पल्ट आफ्ना बहुमूल्य सामान माथिल्लो तल्लाबाट तल ल्यायो र ऊ एक्लैले नै धेरै जसो सामान आगोबाट जोगायो।
विचारहरूको आन्दोलनमा केही पनि शक्ति छैन भनी मान्ने मानिसहरू भन्लान् कि पाइलो पनि हिँड्न नसक्नेमा यति शक्ति कहाँबाट आयो। फेरि उसै क्षणदेखि उसलाई सन्चो हुन लाग्यो। उसको जठराग्नि पनि प्रबल भएर कडा भोजन पचाउनका लागि पनि समर्थ भइगयो। दोस्रो दृष्टान्त, एउटी वृद्धा स्त्री पक्षघातले धेरै वर्षदेखि पीडित थिए। भूकम्पको बखत जब सब मानिस आफ्नो आफ्नो बचाउनका लागि भाग्न लागे, तब त्यस वृद्धाको मनमा पनि आफ्नो ज्यान बचाउनका लागि विचारको यस्तो प्रबल वेग उत्पन्न भयो कि मोडिएका अङ्गहरूमा एकदम स्फूर्ति सञ्चार भई बिछौनाबाट उठेर सबैका साथ माथिबाट ओर्लेर ऊ भाग्न थाली। त्यस दिनदेखि फेरि कहिल्यै पनि पक्षघातको व्यथा उसलाई भएन। त्यो वृद्धाको शरीरमा नवीन रक्त प्रवाह आरम्भ हुन गयो। यस्तो स्थितिमा कसैले भन्न सक्छ भनेर विचारहरूमा केही पनि बल छैन। यस्तो तेस्रो दृष्टान्त, उसै भूकम्पको समयमा नै दुईटी नारीहरूले एउटा गह्रौँ बाकसलाई डोरीले 3 माइलसम्म तानेर लगे। त्यो बाकसमा ती दुवैका बहुमूल्य आभूषण र वस्त्र थिए। त्यो बाकस यति गह्रौँ थियो कि त्यसलाई 10 जना मानिसले पनि कठिनतापूर्वक तान्न सक्थे। तैपनि ती दुवै स्त्रीहरूले त्यस बाकसलाई नगर बाहिर 3 माइलसम्म घिसार्दै लगेर एउटा ढिस्कोमा चढाएका थिए। दोस्रो दिन अरूले सोधे, बाटामा थकाइ लागेन? तिनीहरूले भने, त्यस बेला हामीहरूलाई कति पनि थकावट प्रतीत भएन, न बाकस गह्रौँ नै प्रतीत भयो। हामी दुवै के गर्न लागेका थियौँ यस कुराको त्यस बेला हामीलाई भान नै थिएन। तर हाम्रा मूल्यवान वस्त्र र आभूषण यसमा छन्, यसलाई कुनै किसिमले बचाउनु पर्यो, यति विचार नै हाम्रो मस्तिष्कमा प्रबल वेगले घुमिरहेको थियो। आज यसलाई यस ठाउँबाट अन्यत्र लैजान हामी दुवैले बडो प्रयत्न गर्यौं, तैपनि आफ्नो स्थानबाट यो बाकस तिलभर पनि हटेन। बडो आश्चर्य छ। बुद्धिमानहरूले यस्तै र यिनैबाट विचार बलमाथि दृढ विश्वास गर्नुपर्दछ। यी दृष्टान्तहरूबाट सिद्ध हुन्छ कि व्याधिहरूलाई दूर गर्ने कारणहरू हाम्रो शरीरमा नै छन्। औषधिहरूबाट जो रोगी असाध्य जानेर छोडिएका छन्, ती केवल विचार बलको वेगबाट नै स्वस्थ हुन गए। यसैले रोगका विचारहरूलाई विस्मरण गरेर आरोग्यमय विचारहरू जब मन रमाउँछ, तब साँच्चैको स्वास्थ्य प्राप्त हुन्छ। म रोगी होइन, बरु आरोग्यवान हुँ जस्ता विचारहरूमा निरन्तर तत्पर रहनाले कस्तै महान व्याधि पनि एक क्षणमा नै हट्न जानेछ। प्रतिकूल अप्रिय विचारहरूलाई सर्वथा त्यागेर अनुकूल तथा प्रिय विचारहरूलाई ग्रहण गर्न लाग्यौं भने संसारमा कुनै पनि वस्तु अप्राप्य रहन सक्दैन। जसले आफ्नो मनलाई जितेको छ, उसले तिनै लोकलाई जितिसकेको छ, यस्तो शास्त्रहरूको भनाइ छ। त्यो सबै सत्य हो। निश्चित विचारहरूलाई मनमा आरूढ गर्नु र अशुद्ध विचारहरूलाई मनमा उत्पन्न नै हुन नदिनु मनलाई जित्नु हो। बलवान निर्बल विचारहरूलाई जित्दछन्। यसैले जब दुर्बल विचार बलवान विचारहरूबाट हार्दछन्, तब दुर्बल विचारहरूको प्रभाव नष्ट हुन जान्छ। जस्तो भूकम्पको बेला आफ्नो ज्यान बचाउनका लागि म रोगी हुँ, निर्बल छु, यस्ता चिरकालदेखि जमेका विचार दृढ हुँदा पनि उत्तम विचार शीघ्रातिशीघ्र वेगले उत्पन्न भएर समस्त रोगहरूलाई हटाउँदै शरीर बलवान बन्न गयो र चिरस्थायी रोगका विचार मनबाट एकदम अदृश्य भइगए। उस्तै उनका साथै तजन्य व्याधि पनि समूल नष्ट भइगए। त्यसैले अप्रिय विचारहरूलाई बलात्कारले सङ्केत र आज्ञा दिने शब्दहरूबाट निरन्तर दबाउनु नै उत्तम विचारहरूलाई धारण गर्ने मुख्य साधना हो। जो शक्तिको विचार गर्दछन् ती शक्ति प्राप्त गर्दछन्। जो साहसको विचार गर्दछन् ती साहसी हुन जान्छन्। जो विचार गर्दछन् हामी सबै कार्य गर्न सक्छौं, ती सबै कार्यहरूमा सफल हुन्छन्। तर जो विचार गर्दछन् हामी केही पनि गर्न सक्दैनौं, ती कुनै कार्यलाई पूरा गर्न सक्दैनन्। यसबाट यो सिद्ध भयो, विचार नै कार्यमा परिणत हुन जान्छ। जसका विचार सदा प्रसन्नताले पूर्ण छन् र ईश्वरतिर लागिरहन्छन्, त्यसले सदा उन्नति गर्दै जान्छ। र जो सदा शोकपूर्ण र ईश्वरबाट विमुख रहन्छ,
उसको अधपतनमा सन्देह छैन। सर्वव्यापक परमात्मामा सब विचार जोडिदिनाले नै सबै प्रकारका सुख र सबै प्रकारको उन्नति हुन्छ र सबै दुःखहरूबाट छुट्ने यही सुगम उपाय हो। जबसम्म ईश्वरमा विश्वासको कमी छ तबसम्म मानिसको हृदयमा भय, चिन्ता, शोक, निराशा आदि दुःख रहन्छन्। यी सब दुःखहरूको कारण केवल स्वार्थपरता हो। यही नास्तिकता हो र यही आत्मालाई अधोगतितिर लैजाने एवं सबै दुःखहरूको जड हो। भय, चिन्ता गर्नु पाप हो। जसलाई ईश्वरमा विश्वास छैन उही पवित्र र चिन्तायुक्त रहन्छ। भय र चिन्ता गर्नेलाई ईश्वरको अस्तित्वमा सन्देह हुन्छ। यस्तो मानसिक अवस्था नै सबै प्रकारको निर्बलता र निराशाको जन्मभूमि हो। किनभने कार्य सिद्धिका लागि जुन मानसिक बलको आवश्यकता हुन्छ उसमा त्यसको अभाव छ। यसैले लौकिक या पारलौकिक कार्यमा कुनै प्रकारको सफलता प्राप्त हुन सक्दैन। जसमा भय, चिन्ता आदिको किञ्चित प्रभाव पर्दैन त्यो मानिस कहिल्यै निरुत्साहित हुन सक्दैन। यस्ता मानिस आफ्ना विचारहरूलाई प्रत्यक्ष अनुभव गर्दछन्। हामी जो राम्रो या नराम्रो विचार गर्दछौँ त्यसको प्रभाव तत्काल पर्दछ तर तत्काल प्रतीत हुँदैन। त्यसको कारण यो हो, जस्तो एउटा ड्याङमा तुलसीको बिउ रोपी त्यसमा मल हाली सिँच्दा पनि उस क्षण त्यसको अङ्कुर निक्लिँदैन। अङ्कुर निक्लन धेरै दिन लाग्छ। जब त्यसको समय आउँछ तब अङ्कुर निक्लन्छ। किनभने जुन बेला बिउ छरियो त्यस बेलादेखि त्यसमा केही रासायनिक परिवर्तन आउन लाग्दछ, तर त्यसलाई देख्ने साधन र सामर्थ्य हामीमा छैन। अन्ततः अङ्कुर निस्केपछि नै देखा पर्दछ। यसै प्रकार सूक्ष्म हुनाले विचारको प्रभाव पनि तत्काल प्रतीत हुँदैन। विचारको महिमा। विचारको महिमा जति गाए पनि कम नै हुन्छ। प्रत्येक विचार वृक्षको एउटा सानो बिउको समान हुन्छ जसमा महान वृक्षलाई उत्पन्न गर्ने शक्ति भरिएको छ। मानिसका जस्ता विचार हुन्छन् उस्तै फल मिल्दछ। यदि कुनै सदा रोगी र दरिद्रताले पीडित छ भने उसको मनमा यस जीवनबाट छुटकारा पाउनका लागि आत्महत्या जस्तो निन्दित कर्मसम्म गर्ने इच्छा हुन्छ। तर उसले यो बुझ्नु पर्दछ यो सारा उपद्रव उसैका विचारको फल हो। जे जति देखिन्छ वा सुनिन्छ त्यो विचारको नै फल हो। उसले कस्तो विचारको के फल हुन्छ र विचार कुन प्रकारले गर्नु पर्दछ तथा कुन विचारको के परिणाम होला भनी विचारहरूको महिमा बुझेको छैन। विचारहरूमा त्यो शक्ति लुकिरहेको छ जसबाट संसारको स्वरूपसम्म पनि बदल्न सकिन्छ। हामी राम्रा घर, बगैँचा, यन्त्र, वायुयान, रेल, तार, बिजुली आदि अनेक प्रकारका वस्तुहरू देख्दछौँ। ती सबै विचारका नै प्रत्यक्ष रूप र फल हुन्। यदि मानिस यस विचार शक्तिको उचित उपयोग गर्छ भने त्यो संसारको कर्ता धर्तासम्म हुन सक्छ। जति नयाँ आविष्कार हुँदै जान्छन् त्यसबाट मानिसका विचार शक्तिको प्रभाव थाहा हुन जान्छ। तर मानिसले अहिलेसम्म आफ्नो विषयमा आफ्नो सीम शक्तिको उचित प्रयोग गर्न सिकेको छैन। शास्त्रहरूमा भनिएको छ मानिस जस्तो विचार गर्दछ उस्तै फल मिल्दछ तथा जीवन मरण पनि मानिसको विचारमा नै निर्भर छ। विचारको प्रभाव श्वास क्रियामा पनि पर्दछ। सुख, दुःख, भय, चिन्ता, क्रोधको उदयको समय मानिसको श्वासको गति भिन्न हुन्छ। मानिसको बाहिरी रूप रङबाट उसको भित्रको भाव तथा विचार राम्रैसँग जान्न सकिन्छ। जो मानिस यस विद्यासँग परिचित छन् ती अरूको मानिसको आकृति देखेर उनीहरूका विचारहरू राम्रोसँग बुझ्न थाहा पाउन सक्छन्। विचारको प्रभाव। सज्जनहरू हो, यदि तिमीहरूले अहिलेसम्म संसारमा दुःख बाहेक सुख छँदै छैन र हामीले यस्तै दुःखमय खसेको अवस्थामा नै रहनु छ भन्ने सोचेका छौ भने आजैदेखि तिमीहरू आफ्नो मनबाट यो दूषित भाव निकालिदेऊ।
अहिलेसम्म जो भयो सो भयो, तर पछिका लागि यो विचार गर, यो संसार सुखमय छ, मेरो दिनदिनै उन्नति भइरहेछ, म जे चाहूँ सोही गर्न सक्छु, ममा परमात्माको अंश छ। यस्तो दृढ विचार मनमा गर र नराम्रा विचारहरूलाई एक सेकेन्ड पनि मनमा रहन नदेऊ। यसबाट त्यो क्षण तिमीमा नयाँ बल, नयाँ उत्साह, नयाँ शक्ति र उत्तम भाव उत्पन्न हुनेछन्। विचार तिम्रो अधीन छ, विचार तिम्रो सेवक हो। जो तिमी आज्ञा दिन्छौ उसले अवश्य गर्नुपर्नेछ। यदि तिम्रो संसर्ग नराम्रो वस्तुहरूसँग भयो भने उसबाट नराम्रो फल होला, किनभने विचारका कम्पन केवल तिमीमा नै रहिरहँदैनन्। ती फैलेर तिम्रा विचार अनुसार अन्य वस्तुहरूमाथि पनि प्रभाव पार्दछन् र तिम्रा संसर्ग गराइदिन्छन्। त्यसैले तिमीलाई दुःखहरूको सामना गर्नुपर्दछ, कारण यो हो। त्यस विचारको प्रभाव तिम्रा अङ्ग प्रत्यङ्गमा व्याप्त हुन जान्छ, यसैले तिमी उसैका अनुकूल कार्य गर्न लाग्छौ। शास्त्रहरूमा के कुरा भनिएको छ भने, संसारमा जति जीव छन् ती सबै परमात्माका अंश हुन् र मानिस ती सबैमा श्रेष्ठ हो। मानिसलाई ईश्वरीय अंश भन्नुको कारण यही हो। ऊ त्यसै वृक्षको बिउ हो जसको प्रथम बिउ ईश्वर हो। यसैले उसमा ती सब गुण विद्यमान छन् जो परब्रह्म परमात्माका हुन्। जीवन रूपी क्षेत्रमा विचार एक बीजको सदृश हो। यदि काँडाको बिउ छरियो भने गुलाफको फूल कसरी उत्पन्न होला? यस्तै नै जस्ता विचार हुन्छन् उस्तै नै फल होला। यसैले हामी गुलाफको नै बिउ किन नछरौँ? यदि कसैले कसरी सम्भव छ कि हामी शुभ विचार नै गरौँ भन्छ भने यसका लागि तिमीले अलिकति धैर्य धारण गर्नुपर्दछ। तिम्रो वर्तमान दशा तिम्रा अहिलेसम्मका कर्म र विचारहरूको फल हो। तिमीले अहिलेसम्म जे गर्यौ या विचार गर्यौ त्यसको फल भने अवश्य भोग्नु पर्नेछ। तर आजदेखि नयाँ जीवनमा प्रवेश गर्न चाहन्छौ भने आफ्ना पूर्वका विचारहरूलाई छोडिदेऊ। त्यसको उपाय यो हो कि यिनमा जति कम ध्यान दिन्छौ उति नै कम समयसम्म यी टिक्नेछन् र उति नै निर्बल जग उनको हुनेछ। जसरी संसारमा कुनै वस्तुको वृद्धिका लागि त्यसका भरण पोषणको आवश्यकता छ, उस्तै नै कुनै विचारको प्रभावको वृद्धिका लागि त्यसमा केवल त्यसै विचारलाई बारम्बार मनमा ल्याउनु पर्दछ। यस्तै नै कुनै विचारलाई हटाउनु छ भने त्यसको सहज उपाय हो त्यस विचारलाई पुनः मनमा उठ्न नदेऊ, तर बारम्बार त्यसलाई नाश गर्ने सङ्केत मनमा नै दिइराख। यो विचार जाओस् या भस्म होस्, ती तत्काल लुप्त हुनेछन्, एकपटक अनुभव गरेर हेर। प्रत्येक मानिसलाई विचारहरूबाट प्रभावित गर्न सकिन्छ। विचार लहरहरूको प्रभाव अत्यन्त शक्ति सम्पन्न हुन्छ र वाञ्छित फल प्राप्तिका लागि एउटा विचार लहर चाहे जति नै बलवान होस् त्यसको अपेक्षा बढी उपयुक्त हुन्छ। तिमी अरूका विचारहरूले प्रतिदिन प्रत्येक कार्यबाट प्रभावित हुँदै रहन्छौ। यसैले जब तिमी विचार शक्तिलाई बुझ्न सक्नेछौ तब तिमी त्यसलाई आफ्नो अधिकार गर्न सक्नेछौ। तिम्रा विचारमा प्रभाव केवल अरूमा नै पर्दैनन्, तिमीमा पनि ती सदाका लागि प्रभाव जमाउन सक्छन्। धर्म ग्रन्थहरूमा ठिक नै लेखिएको छ, मानिस जस्तो विचार गर्दछ उस्तै नै हुन्छ। यसैले हामीहरू विचारका जीव हौँ, यो सिद्ध भयो। श्रद्धामयो पुरुषः यो यच्छ्द स एव सः। आफ्ना विचारहरूका रचयिता, पालनकर्ता र संहारकर्ता तिमी नै हौ। जुन विचारलाई प्रकट गर्न चाहन्छौ उसलाई तिमी प्रकट गर्न सक्छौ र जसलाई चाहन्छौ उसलाई बढाएर विकसित र पालन गर्न सक्छौ र जसलाई चाहन्छौ उसलाई नाश पनि गर्न सक्छौ। हे सज्जनहरू हो, यस महान सत्यमाथि विचार गर र यस विषयलाई कार्यमा ल्याएर आफ्नो जीवन सफल बनाऊ।
यदि तिमी साधारण विचारहरूमा जीवन व्यतीत गर्दछौ भने उस्तै नै विचारहरूका अधीन रहनेछौ र यदि विचारका प्रभावहरूलाई जानेर उच्च विचार तरङ्गहरूलाई त्याग गर्दछौ भने तिमी शीघ्र नै उच्च विचार र उत्तम लक्षणले युक्त बन्न जानेछौ। गुप्त विद्याका ज्ञाता जान्दछन् कि मानिसमा अरूका विचारहरूको कस्तो असर पर्दछ। यो कुरा केवल अरूका प्रेरित विचारहरू नै हुँदैन, तर सञ्चालित विचारहरूलाई जब स्थान मिल्दैन तब पनि आफ्नो समान योग्यताको स्थान जहाँ पाउँछन् उही घुसिहाल्छन्। धेरै वर्ष पूर्व विचार गर्नेहरूका विचार लहरहरूले भूलोक भरिएको छ र अझै पनि तिनमा यति सामर्थ्य छ कि जुन मानिसको मन ती विचारहरूलाई ग्रहण गर्न उद्यत हुन्छ त्यसमा ती आफ्नो प्रभाव पार्दछन्। यस्तै नै हामी आफ्ना विचारहरूको अनुकूल आकाशमा विचारहरूलाई आकर्षित गर्दै रहन्छौँ। मनमा उत्पन्न हुने प्रत्येक विचारले आफ्नो प्रभाव परमाणुहरूमाथि पार्दछ। जलको तीव्र धाराको समान विचार वेगले दौडन्छ। यदि हामीले एउटा विचार रोग उत्पन्न गर्ने र दोस्रो विचार आरोग्य गर्ने गर्यौं भने दुवैको फल भिन्न भिन्न अवश्य होला। राम्रा विचारहरूले लाभ र नराम्रा विचारहरूले हानि हुन्छ। मानिसहरूलाई यसको धेरै कम ज्ञान हुन्छ। यदि सबै मानिस ठिक रीतिले विचार गर्न लागे भने संसार सुखको अखडा बन्ने थियो। विचार र त्यसको परिणाम। विचारहरूमा रचना गर्ने शक्ति हुन्छ। यसैले मानिसका जस्ता विचार हुन्छन् उस्तै नै उसको उन्नति या अवनति हुन्छ। जुन विद्यार्थीको मन सदा उत्साहपूर्ण रहन्छ र जसको मनमा ठुलो हुने लालसा रहन्छ र जो ठुलो लेखक, ठुलो वक्ता या ठुलो अधिकारी हुन चाहन्छ तथा जसको मन ठुलो वस्तुहरूको रचना गर्ने गर्दछ त्यो अवश्य ठुलो हुन्छ। एउटा विद्वानको भनाइ छ, जो जस्तो सोच्दछ त्यो उस्तै नै बन्दछ। म यस्तो हुँ उस्तो हुँ भन्ने मात्रले कार्य सिद्धि हुँदैन, तर जो त्यस कल्पना अनुसार सदा विचार गर्दछ र पूर्ण विश्वास राख्दछ उही त्यस्तो बन्न सक्दछ, किनभने रचना गर्न सामर्थ्य उसैका विचारहरूमा हुन्छ। जस्तो कुनै बालकको मनमा सदा नोकरी गर्ने विचार छ भने त्यो पछि गएर नोकरी नै गर्दछ। जसको कुनै उच्च कार्य गर्ने विचार हुन्छ त्यो आफ्नो जीवनमा अवश्य कुनै उच्च काममा नै लाग्दछ र अनेक मानिसहरूको स्वामी बन्न जान्छ। आफ्ना विचारहरूको राम्रो या नराम्रो प्रभाव आफ्ना साथ उठ्ने बस्नेहरूमाथि पनि पर्दछ, जसको सूक्ष्म रीतिले हामीलाई ज्ञान पनि हुँदैन। दृढ चित्त भएर अभ्यास गर्नाले पहिले सुरुका साधारण रूपले एक विचार मनमा उत्पन्न हुन्छ, जसको प्रभाव कुनै मृदुग्राही चित्तवालामाथि पर्दछ, जो उसबाट प्रभावित हुने दशामा हुन्छ। विचारको बिउ छर्नामा सदा सावधानी राख, दृढ विश्वास राख। सूर्य चाहे प्रकाश दिन छोडोस् तर विचारहरूको परिणाम कहिल्यै निष्फल हुँदैन। यसैले जब कुनै साधनामा लाग्छौ तब बारम्बार सिद्धिको शङ्काले मनलाई चञ्चल नगर। यदि सबै कुरा तिम्रा प्रतिकूल छन् भने पनि सदाचार र आत्मविश्वासबाट नहट। मनलाई धैर्यका साथ साधनामा लगाइराख, जसबाट एकाग्रतामा नवीन सिद्धिका उपायहरूको सङ्ग्रह हुँदै रहोस्। बाहिरी रूप रङ देखेर मानिसको आचार विचार र स्वभावको पत्ता लगाउन सकिन्छ। जो मानिस सदाचारी छ र जसका विचार उत्तम छन् उसको मुख देख्दैमा सुन्दर मात्र प्रतीत नभई उसको चारैतिर तेजको पुञ्ज पनि देखा पर्दछ। कति चाँडै मानिसहरू यो मानिस विद्वान र यो मूर्ख छ र यो फलानो राम्रो छ फलानो नराम्रो छ भनिदिन्छन्। यसको कारण यो हो, मानिसको शरीरका रौँ उसका विचारहरूको प्रभावले व्याप्त हुन्छ। उसको प्रत्येक कुराबाट, पहिरनबाट, चाल चलन, बोलाइ लेखाइबाट र उसका नित्य व्यवहारबाट उसको व्यक्तित्व झल्किरहन्छ। एउटा पुस्तक विक्रेता आफ्नो नोकरसँग भन्ने गर्दथ्यो, फलानो मानिस आउँदैछ, त्यो फलानो पुस्तक या फलानो विषयको पुस्तक माग्नेछ। उसको कथनमा प्राय भुल पनि हुन्थे। उसका मित्र यस कुराले धेरै प्रसन्न रहन्थे। यसको कारण यो थियो, ग्राहकको रूप रङ, चाल ढाल, हात
पाउ, पहिरन आदिलाई देखेर तत्काल पहिचान गर्ने शक्ति उसमा थियो। एउटा विद्वानले त यहाँसम्म भनेका छन्, टाइपद्वारा छापिएका लेखभन्दा म हातले लेखेको कापी राम्रो मान्दछु, किनभने यसबाट लेखक कस्तो छ, बुद्धिमान या मूर्ख भन्ने पत्ता लाग्दछ। जो मानिस उपर्युक्त लक्षणहरूको सम्पादन गर्न चाहन्छ, उसले सत असत विचारहरूको प्रभाव कति र कसरी पर्दछ भन्ने कुरालाई राम्रोसँग विचार गर्नुपर्दछ। जो मानिस आफ्नो जीवनमा झुट, कपट, छल र स्वार्थ भावलाई नै सफलताको साधन सम्झन्छ, उसलाई नाना प्रकारका दुःख र क्लेश उठाउनु पर्दछ। त्यो मानिस किञ्चित पनि बल र शक्तिलाई बढाउन सक्दैन, न त केही सुख शान्तिको उपभोग नै गर्न सक्दछ। जो मानिस ईश्वरीय शक्तिलाई मान्दैनन् र आफ्नो जीवनमा प्रतिदिनका कार्य व्यवहारमा खराबको आसुरी शक्तिलाई स्वीकार गर्दछन्, वास्तवमा तिनै नास्तिक हुन्। विश्वासले मानिसलाई यस्तो भारी साहस हुन्छ, त्यसद्वारा उसका जीवनबाट सम्पूर्ण कष्ट र निराशाहरू जो स्वार्थद्वारा प्राप्त हुन्छन् हट्दछन्। निश्चय नै उसको विजय प्राप्त हुन्छ। जो मानिस जीवनको आकस्मिक घटनाहरूको कारण क्रोध, शोक, चिन्ता, निराशा, भय आदिमा पर्न जान्छन्, उनले सम्झिनु पर्दछ धार्मिक श्रद्धा र तत्त्वज्ञान हुँदा हुँदै पनि अझै उनका दृढ विश्वासको कमी छ। कारण यो हो, जहाँ विश्वास र धैर्य छ, उही बल र दृढता हुन्छ। जुन मानिसलाई दृढ विश्वास हुन्छ, त्यो कष्टहरू आउँदा कति पनि भयभीत हुँदैन। चाहे जतिसुकै विपत्तिहरू आउन्, त्यो कहिल्यै हताश हुँदैन। यसैले जो प्रकृतिका नियमहरूलाई बुझ्न चाहन्छ र मुक्तिका आनन्दको उपयोग गर्न चाहन्छ, उसले यो जान्नु पर्दछ, आफ्नो जीवनमा कुनै वास्तविक विकार छैन, तर अज्ञानवश सब विकार दुःखदायी हुन्छन्। संसार चक्रमा कुनै पनि विकार सदा सर्वदा देखिरहिआएको छैन। हामीमा अनन्त शक्ति विद्यमान छ। हामी आफ्नो मनमा त्यस नैतिक सीमासम्म पुग्न सक्छौँ जहाँ विकार यसलाई स्पर्श पनि गर्न सक्दैन। मानिस आफ्नो शत्रु आफै हो, जो कामले, क्रोधले, घृणाले, लोभले, द्वेषले, जिब्रोले, लोलुपताले, भोग विलासले आफ्नो नाश गर्दछ। तर दुःखको कारण संसारलाई ठानेर संसारलाई नै दोषी ठहर्याउँछ। त्यो उसको मूर्खता हो। तात्पर्य के हो भने, मानिस आफ्ना विचारहरूको बलबाट चाहे जस्तो उन्नति गर्न सक्दछन्। विचारहरूको शक्ति एकपटक मानिसको समझमा आउनु पर्दछ। संसारमा जो मानिसहरू दुःखका दुरह धापमा फसेका छन्, त्यो तिनको विचारको नै परिणाम हो। जो अर्काको हानि गरेर स्वयं सुख चाहन्छ, त्यसले आफ्नै लागि दुःखहरूको बिउ छर्दछ।